Hello everyone, Namaskar, welcome back to my blog. Today I am traveling from Denmark to Sweden by road through the beautiful Oresund Bridge during this journey. अहिले म चाहिँ फ्रम डेनमार्कबाट चाहिँ लोड गरेर स्विडेनको लागि बाई रोड जाँदैछु। म फ्रम डेनमार्कबाट चाहिँ स्विडेनको लागि जाँदैछु। स्विडेनमा चाहिँ म तपाईँहरूलाई ओरेसन ब्रिज पनि देखाउनेछु। म ओरेसन ब्रिज हुँदै जानेछु बाई रोड। तपाईहरु पनि है मसँगै हेर्न सक्नुहुनेछ। अहिले म चाहिँ डेनमार्क र स्विडेनलाई जोड्ने ओरेसन ब्रिज हुँदै है म चाहिँ यात्रा गर्दैछु। यस यात्राको क्रममा म तपाईहरुलाई पुलको अद्भुत दृश्यहरू, बाटोमा देखिने दृश्यहरू र स्विडेनका केही रोचक ठाउँहरू पनि देखाउनेछु। म युरोपको सबैभन्दा प्रसिद्ध पुलहरू मध्ये एक पार गर्दै गर्दा मसँग सामेल हुनुहोस् र म डेनमार्क र स्विडेन बीच यात्रा गर्ने ट्रक चालकको रूपमा चाहिँ मेरो अनुभव साझा गर्दैछु है। मलाई आशा छ तपाईहरु मेरो यात्राको ब्लगको आनन्द लिनुहुनेछ। अहिले म चाहिँ 4 किलोमिटर लामो डोडेन अन्डर वाटर टनल, जसले चाहिँ कोपेनहेगन विमानस्थल नजिकै समुद्र मुनिको सडक हो। यो चाहिँ यहाँ चाहिँ तपाईहरु रेलवे ट्र्याक पनि छ अनि यहाँ चाहिँ तपाईलाई ट्रक पनि यो अन्डर वाटर टनलबाट चाहिँ हामी पार गर्दैछौँ। युरोपको सबैभन्दा उल्लेखनीय इन्जिनियरिङ उपलब्धि मध्ये पनि एक हो ओरेसन स्टेट, जुन चाहिँ 16 किलोमिटर छ, 10 माइलमा फैलिएको। यसले त डेनमार्क र स्विडेनलाई जोड्दछ, कोपेनहेगन र माल्मो सहरहरूलाई पनि जोड्दछ। ओरेसन ब्रिज चाहिँ 2000 मा सम्पन्न भएको यो क्रसिङ केवल एउटा पुल मात्र होइन, यो चाहिँ 3 भागको संरचना हो, जसमा चाहिँ समावेश छन् 8 किलोमिटर लामो केवल स्टेट पुल र पोप्रोहोमको कृत्रिम टापु। 4 किलोमिटर चाहिँ अन्डर वाटर टनल चाहिँ डेनमार्क साइडतिर पर्छ। पुल पानीभन्दा सुन्दर ढङ्गले माथि उठ्छ र आकाशमा 204 मिटर र 269 फिटसम्म पुग्ने विशाल यो ब्रिज समर्पित चाहिँ सडकको मुनि चाहिँ दुई देशहरू बीचको चाहिँ डबल ट्र्याकमा चाहिँ ट्रेनहरू पनि चल्छ। यहाँ चाहिँ हजार ओरेसन ब्रिजले चाहिँ डेनमार्क र स्विडेन बीचको सहयोग र सम्बन्धको प्रतीक हो। यसले चाहिँ आर्थिक सम्बन्धलाई बलियो बनाएको छ, सीमा पार बसोबास र रोजगारीलाई प्रोत्साहित। वेलकम टु स्विडेन। अहिले म चाहिँ स्विडेनमा इन्टर भइसकेको छु। यो चाहिँ टोल हो, ब्रिज टोल हो। यहाँ चाहिँ अहिले हाम्रो चाहिँ है अनलाइन पे हुन्छ र हाम्रो चाहिँ हेर्न सक्नुहुन्छ अटोमेटिक यो गेट खुल्छ। जब हामीले अनलाइन पे छैन भने चाहिँ यो गेट बन्द हुन्छ र हामीले फेरि पे गर्नुपर्ने हुन्छ है। यहाँको सिस्टम यस्तो हुन्छ। यहाँ चाहिँ यो चाहिँ अहिले म चाहिँ अनलोडिङ प्लेसमा आइसकेको छु अनि अनलोडिङ गर्नको लागि चाहिँ मैले चाहिँ यहाँ हाइड्रोलिक पाइप कनेक्ट गरिसकेको छु र तपाईँलाई म डोर ओपन गरेर देखाउँछु है। यहाँ डोर ओपन गर्दा चाहिँ हामी एकदम केयरफुल हुनुपर्छ। हामी अलिकति टाढै बस्नुपर्ने हुन्छ है। यो चाहिँ लुज मेटल हो। यो चाहिँ यसरी ओपन गर्दाखेरि हामी अलिकति टाढै हुनुपर्छ। कहिलेकाहीँ चाहिँ सामान होइन आफूसँग